हामी सबै सरकारी मान्छेको कुरा गर्छौँ, सबैजना कसलाई ठुलो भन्ने होइन, जो ठुलो भनाउँदछ, जो सुटबुट लगाएर हिँड्नुहुन्छ, जो नेतृत्व तहमा हुनुहुन्छ, जो कानुन बनाउने निकायमा हुनुहुन्छ, जुन प्रोफेसर लेभलको हुनुहुन्छ, त्यस्तो व्यक्तित्वहरूको घरमा एउटा 8-10 वर्षको चेली काम गर्न बसिरहेछ है। भनेपछि हामी उहाँको चेतनाको कमी भन्ने कि उहाँको शिक्षाको कमी भन्ने? शिक्षा त छ नि है। उहाँ नेपाल सरकारको कर्मचारी हुनुहुन्छ, उहाँ एउटा पोलिटिसियन हुनुहुन्छ, उहाँ एउटा लयर हुनुहुन्छ, उहाँ एउटा टिचर हुनुहुन्छ, विभिन्न थरीको त्यस्तो व्यक्तित्वको घरबाट हामीले बच्चाहरू उद्धार गरेर ल्यायौँ है। इभन हामी डिआइजीको घरबाट पनि ल्यायौँ। डिआइजीको घरबाट ल्याउँदाखेरि त असाध्यै थ्रेट भयो कि हामी बिबिसीको टिमसँग गएर उद्धार गर्दा पनि हामीलाई एकदमै गाह्रो भयो कि होइन। उहाँले हामीलाई थ्रेट दिनु, तिमीले मलाई त्यसै ठानेको छौ, म डिआइजीको श्रीमती, मलाई त झन् खुसी लाग्यो। ओहो होइन, तपाईँ डिआइजीको श्रीमती हुनुहुन्छ भनेपछि कानुन हाम्रो रक्षा गर्ने मान्छे है, हाम्रो करबाट तलब खाएको, हाम्रो रक्षा गर्ने भनेर शपथ ग्रहण गरेको व्यक्तित्वहरूको घरमा एउटा दास त रहन्छ भने उहाँहरूले म डिआइजीको श्रीमती भनेर गर्व गर्ने ठाउँ छ र छैन नि त है। त्यस कारणले यो कमलरी शब्दको जर्नी यो त्यसै बोल्नु पर्छ भनेर पलाएको होइन। साँच्चै जब त्यो बाढी आउँछ नि, बाढी आउँदाखेरि अलिअलि आयो भने ओहो कस्तो रमाउँछौँ कि हामी बाढी आयो हेर्न जाम पानी परिरहेछ भनेर। तर जब त्यो बाढी भलको रूपमा लिन्छ नि, त्यो खोलामा नअटेपछि गाउँ बगाउँछ कि है, उम्लिएर जान्छ। हो यो पनि अति नै भइसकेपछि अब धेरै बहिनीहरू कोही पङ्ख भन्झुन्डाएर मारिनुभयो, कोही जलेर मर्नुभयो है। त्यस्तो भइसकेपछि यस्तो एक त दास्ताको रूपमा लगिरहेको छ, त्यसमाथि पनि त्यसरी झलिएर मरेको छ भन्दा पनि कसैको आवाज नआइसकेपछि हाम्रो जसको सवाल उसको नेतृत्व भनिसकेपछि हामी यो आवाज उठाउन सुरु गरेको हो र यो आवाज उठाइरहनुपर्छ, प्रयास गरिरहनुपर्छ भनेर आँट पनि गरेको हो।